ललितपुर उद्योग वाणिज्य संघ थगु ने न्याकगु स्थापना दिवस हंगुदु शुक्रबार एले ज्याजोयाना ललितपुर उद्योग वाणिज्य संघ थगु ने न्याकगु स्थापना दिवस हंगुखा ललितपुर उद्योग वाणिज्य संघ अध्यक्ष मनोज बहादुर न्याछोया नायसुई जुगु स्थापना दिवस या ज्याजोया उलेजा अर्थमन्त्री जनार्दन शर्मा यानादिगुखा ज्याचोले अर्थमन्त्री जनार्दन शर्मा बैंक थकागु ब्याज दर यातकया व्यवसाय तेगु असन्तुष्टि वगुली नियन्त्रणका लागि सहलह याकागु थयदिल यो बैंकहरुले स्वतः आफै बढाउनु पाउने खालको नीति बनिएको रहेछ। त्यो नीति अनुसार अहिले यो ब्याज दर रेट निर्धारण गर्ने अधिकार स्वयं बैंकहरुको आफ्नो एसोसिएसनले गर्ने भएको हुनाले उहाँहरुसँग पनि छलफल गरेर यसलाई एउटा बीचको बाटो खोज्नुपर्ने आवश्यकता छ र मैले उत्पादन क्षेत्रको लोन त्यसलाई बेस रेट भन्दा 2% बढी बनाउनु हुँदैन भनेर राष्ट्र बैंकलाई त्यो खालको सल्लाह दिएको छु। त्यो हालको निर्णय गर्न र अन्य ब्याजलाई पनि एउटा निश्चित रेन्ज भन्दा माथि नजाने गरी निर्धारण गर्नुपर्छ, नत्र भने व्यवसायले एउटा स्तरमा लिएको ऋण ब्याज बढेर त्यो असफल हुने अवस्था सिर्जना हुन्छ। त्यसकारण व्यवसायलाई बढाउनुपर्छ भन्ने कुरामा छलफल भइरहेको छ र हामी यसमा छिटै एउटा निकास निकाल्ने छौं। अथे वेकल व्यवसाय तेगु माग कथा ब्याज दर निर्धारणका लागि थम पहल याना चुनागुन थ्यादिल हाम्रो अगाडि चुनौतीहरू छ। कोभिडले थलिएको अर्थतन्त्रलाई एउटा लयमा ल्याउने प्रक्रियामा हामी अगाडि लागिरहेका छौं र यो बीचमा विशेष गरी उद्योग व्यवसाय क्षेत्रका साथीहरूको माग उहाँहरूको आवाज मैले सुनिराखेको छु। पछिल्लो समयमा बैंकको ब्याज दर जसरी वृद्धि भएको छ त्यसले उद्योग वाणिज्य क्षेत्रमा एउटा समस्या व्यवसायहरूलाई समस्या पैदा भइरहेको कुरा छ। त्यसलाई कसरी समाधान गर्ने भनेर मैले विराट छलफल सुरु गरेको छु। राष्ट्र बैंकसँग परामर्श गरिराखेको छु र यसलाई एउटा निकास दिनुपर्छ भन्ने मान्यतामा अर्थ मन्त्रालयले लागिरहेको कुरामा यहाँलाई जानकारी गराउन चाहन्छु। र सँगसँगै ज्याचोले प्रतिनिधि सभाय सांसद नवराज सिलवाल यला महानगरपालिका मेयर चिरीबाबु महर्जन नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष शेखर गोल्छा लगायत ललितपुर उद्योग वाणिज्य संघ भिन्तोना देशना दिएको खा। यो 55 वर्षको लामो दौरानमा तपाईहरुले यो क्षेत्रको ललितपुर क्षेत्रको आर्थिक विकासमा र मुलुककै अर्थतन्त्रको निर्माणमा तपाईहरुले महत्त्वपूर्ण रूपमा योगदान दिनुभएको छ भन्ने मलाई लाग्छ। त्यो मानेमा पनि यो 55 वर्षको दौरानमा जोले पनि अध्यक्षता गरेर अथवा पदाधिकारी बनेर हाम्रो यो क्षेत्रको व्यापार व्यवसायलाई अगाडि बढाउनलाई जोले पनि योगदान गर्नुभयो, म अरु सबैलाई आज सम्झिन चाहन्छु, सम्मानित गर्न चाहन्छु। म ललितपुर उद्योग वाणिज्य संघको 55 स्थापना दिवसको पावन अवसरमा म हार्दिक शुभकामना भन्न चाहन्छु। ह्यापी बर्थडे भनेर मैले शुभकामना व्यक्त गरेँ। ललितपुर महानगरपालिकामा हामी जितेर आइसकेपछि ललितपुर उद्योग वाणिज्य संघसँग चाहिँ हामीले धेरै कुरामा सहकार्यहरू गर्यौँ र नतिजा चाहिँ ज्यादै नै रहर लाग्दो गरी नतिजा पनि निस्किँदो रहेछ। मलाई लाग्छ उद्योग वाणिज्य क्षेत्रलाई मात्रै होइन, आज यस कार्यक्रममा आउँदाखेरि मैले के देखेँ भने ललितपुर उद्योग वाणिज्य संघले हाम्रो संस्कृतिलाई पनि जगेर्ना गर्नको लागि धेरै काम गरेको छ। आज जुन दुईजना विशेष व्यक्तित्वहरूलाई सम्मान पनि गरिएको छ, उनीहरूले जुन आफ्नो संस्कृतिको क्षेत्रमा कलाको क्षेत्रमा जुन काम गर्नुभएको छ त्यसको लागि विशेष सम्मान पनि माननीय अर्थमन्त्रीजीको हातबाट भएको छ। म उहाँहरूलाई पनि बधाई दिन चाहन्छु र ललितपुर उद्योग वाणिज्य संघलाई खास बधाई दिन चाहन्छु, किनभने उहाँहरूले यो संस्कृतिको जगेडाको लागि पनि र यो प्रोत्साहनको लागि पनि धेरै काम गर्नुभएको छ। र कपडा ज्याचोले ललितपुर उद्योग वाणिज्य संघ अध्यक्ष मनोज बहादुर न्याछो, वरिष्ठ नोकु विश्वराज वज्राचार्य व महासचिव रूपक मान महर्जन नवाना दिएको खा। राज्यले निजी क्षेत्रबाट ठुलो टेवा पुग्ने हाम्रो ठाउँमा छ। यसको लागि मार्गमा परेका उद्योग व्यवसायलाई सरल अनि सुलभ तरिकाले सहुलियत ब्याज दरमा ऋण उपलब्ध गराइदिने, राहत प्याकेजमा व्यवस्था गर्ने, बेला बेलामा बैंक वा वित्तीय संस्थाबाट आउने समस्याहरूको
व्यवस्थापन गर्न सकेमा उद्योग व्यवसायले सही गति लिन्छ भन्ने विश्वस्त छु। यसमा अर्थमन्त्रीजीको ध्यान आकर्षण गराउन चाहन्छु। यस सङ्घको 55औं स्थापना दिवसमा समारोहमा पालन हुने प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, पूर्व अतिथिज्यूहरू, पूर्व परायणज्यूहरू, सदस्यज्यूहरू तथा उपस्थित सम्पूर्ण आदरणीय महानुभाव एवं पत्रकार मित्रहरूलाई पुनः म हार्दिक स्वागत गर्दछु। हामी आज 55 वर्षसम्म आइपुगेका छौँ र चाहिँ यो क्याथोड कलेज जुन ललितपुर उद्योगवाणी सङ्घको आफ्नै प्रपर्टी हो, यस स्थानमा बसेर हामी 55औं स्थापना दिवस मनाउँदै गर्दाखेरि पूर्व अध्यक्ष सुनिल राईको कार्य अध्यक्षको समयमा जुन चाहिँ जग्गा किन्ने प्रयासहरू भए त्यसको निरन्तर रूपमा सम्पूर्ण पूर्व अध्यक्षज्यूहरू, पदाधिकारीज्यूहरू र चाहिँ कार्यसमितिका सदस्यज्यूहरूलाई धन्यवाद दिन चाहन्छु। ज्याचोले यल जिल्लाय वरिष्ठ कलाकार राजकुमार साक्य यादव स्रष्टा सम्मान व यल जिल्लाय संस्कृत शिरोमणि हरिराम जोशी यादव विशेष सम्मान ललागु ख। यल जिल्ला दुनिया व्यापारी समुदाय साझा हित संरक्षण व प्रवर्धनका लागि ललितपुर उद्योग वाणिज्य सङ्घ 2023 साल चैत 4 गते स्थापना जुगु ख। सम्मान गरिदिनुमा हार्दिक अनुरोध गर्दछु। सम्मान गरिदिनुमा हार्दिक अनुरोध गर्दछु।